हाम्रो प्रधानमन्त्री बालेन शाहलाई चाहिँ तपाईँको जे गर्दा पनि तपाईँको विरोध गर्ने भयो क्या। यो विपक्षी दलका नेता सांसदहरू चाहिँ त हो होइन, जे गर्दा पनि तपाईँको विरोध। खाना खायो विरोध, तपाईँको लुगा लायो विरोध, तपाईँको कुनै ठाउँमा गयो विरोध, तपाईँको विरोध गरेर तपाईँको कुनै पनि काम गर्नै नदिने भयो क्या तपाईँको। अब यो मैले चाहिँ के सोचिरहेको छु भने साथीहरू होइन, बालेन शाहले चाहिँ एक दिन के गर्नु पऱ्यो भने तपाईँको यो जब तपाईँको प्रतिनिधि सभाको त्यो बैठक बोलाएको हुन्छ नि सांसद भवनभित्र, हो त्यो दिन चाहिँ के गर्नु पऱ्यो भने जब त्यो विरोध गर्ने मान्छेहरू सांसदहरू त्यो नेताहरू हुन्छ नि त्यहाँ बैठकमा आएको हुन्छ होइन, अनि बालेन शाहले चाहिँ तपाईँको उतापट्टि त्यो अगाडिपट्टि बसिरहेको हुन्छ त्यो विरोध गर्ने यो माओवादी काङ्ग्रेस एमाले तपाईँको यो श्रम संस्कृति पार्टी होइन, विभिन्न यो पार्टीको यो नेताहरू सांसदहरू बसिरहेको हुन्छ नि। हो बालेन शाहले चाहिँ त्यो भाषण गर्ने रोस्टम माथि चढेर उतापट्टि अगाडिपट्टि चाक फर्काएर चाहिँ छेर्नु पऱ्यो के साथीहरू एकचोटि। अनि बल्ल अनि कस्तो खालको विरोध गर्दो रहेछ, कस्तो खालको विरोध आउँदो रहेछ, अनि त्यो बल्ल त्यहाँ थाहा हुन्छ क्या साथीहरू।